आज चाहिँ हामी हरियो मुङको करी बनाउन जाँदैछौँ। ल बनाउन सुरु गरौँ है त। हामी थोरै मुङ बोइल गर्न राख्छौँ, 2 सिटी लाउँछौँ मुङलाई। थोरै स्वादअनुसार नुन अनि बेसार राखेर हामी 2 सिटी लाउनेछौँ। अनि करी बनाउनलाई चाहिँ मैले हाफ कप बेसन लिएको छु अनि त्यसमा थोरै डल्ला भएर त्यसलाई फुटाएको छु अनि 1 कप दही लिएर अनि त्यसलाई मजाले मिक्स गर्नुपर्छ। मजाले मिक्स गर्नुपर्छ, कुनै पनि लम्स नहुने गरी मजाले फेटेर त्यसलाई मजाले क्रिमी टेक्सचरमा ल्याउने अनि पानी हालेर अझै मिक्स गर्नेछ। मैले चाहिँ 3 कप पानी हालेको छु अनि थोरै बेसार अनि स्वादअनुसार नुन हाल्छौँ। रातो खोर्सानीको धुलो हालेर अनि मजाले मिक्स गर्नेछौँ। अनि एउटा कराई लिन्छौँ अनि त्यसमा चाहिँ हामी थोरै तेल राखेर अनि तोरी फुलाउँछौँ। थोरै मेथी, थोरै रातो खोर्सानी, थोरै जिरा अनि करी पत्ता। अनि यो सबै राखिसकेपछि चाहिँ हामी बनाएर राखेको करीलाई यसमा राख्छौँ अनि मजाले फेट्नेछौँ। फेटी मजाले यसलाई पकाउनेछौँ। यो चाहिँ अहिले पातलो देखे पनि पाक्दा चाहिँ यो गाढा बनेर आउँछ, त्यही भएर पातलो राख्नु होला। यसै त पाक्दा यसको कलर पनि चेन्ज भएर आइसकेको छ अनि यो चाहिँ हामीले मजाले पकाउनु पर्छ। चलाइ मजाले हामी पकाउनेछौँ। अनि हेर्नुहोस् है त, यतिको भइसकेपछि चाहिँ हामी त्यो बोइल गरेर राखेको मुङ पनि यसमा राख्छौँ अनि फेरि 5 मिनट जति मजाले हामी बोइल गर्छौँ। अनि अब हामी कडी झान्नेछौँ। त्यसको लागि चाहिँ प्यान तताएको छु अनि त्यसमा थोरै तेल राखेर अनि लसुन काटेर राखेको छु अनि लसुन थोरै उभएपछि चाहिँ रातो खोर्सानीको धुलो राखेर अनि हामी त्यो चाहिँ अनि कढीमा राख्नेछौँ। यो चाहिँ अब रेडी भयो अनि तपाईहरु पनि ट्राई गर्नु होला। अनि यो चाहिँ एकदम मिठो बन्नेछ, एकदम यम्मी। यो चाहिँ जसले मुङको दाल खाँदैन त्यसलाई पनि बनाएर दिनु होला अनि त्यसले पनि यो खानेछ। यो एकदम यम्मी, मुङको दाल मुङ खाएको जस्तै टेस्ट आउँदैन है। अनि यो चाहिँ बनाएर ट्राई गर्नु होला। मेरो बाबु रिदवानले चाहिँ मुङै खाँदैन थियो अनि आज यो बनाएर दिँदा चाहिँ उसले एकदम मिठो छ भन्दै थपी खाएको थियो। त्यही भएर बच्चाहरूको लागि पनि जरुर ट्राई गर्नु होला अनि बच्चाहरूले पनि एकदम मिठो मानी खान्छ।